मी वर्षा वेलकम टु माई ब्लग। हजुर सबैजना सन्चै आरामै हुनुहुन्छ होला अनि म पनि एकदमै ठिक छु। अनि आज नयाँ दिन नयाँ भिडियोको सामने म हजुरको सामने आइसकेको छु। सो भिडियो लास्टसम्म हेरेर साथ दिनुहोला। अनि आज डे 3 अनि म काभ्रेमा छु, हजुरलाई थाहा छ। सो हिजोको भिडियो हेर्नु भएको छैन भने गएर मेरो युट्युब च्यानलमा हेर्नुहोला। अनि हामी आज घर जाने काठमाडौँ फर्किने भनेको थियौँ, तर म चाहिँ आज तल मन्दिर गएर अनि जाने भनेर बसेँ। नानीहरू चाहिँ फर्किँदैछन् अनि म र सानो बुनु चाहिँ भोलि जान्छौँ। अहिले चाहिँ हामी मन्दिर जानको लागि फुलपातीहरू लिएर गइरहेछौँ। हाम्रो काभ्रेको गाउँ हो, यस्तो रमाइलो पिसफुल छ। लुक एट द भ्यू, ओ माई गुडनेस, वाउ। यो भ्यूबाट आँखा हटाउनै मन छैन, यस्तो दामी देखाएको छ, यस्तो दामी। माई गड, कस्तो लागिरहेछ गाउँमा बस्न पाउँदा है, रमाइलो है। यस्तो रमाइलो लाग्छ कि काभ्रेमा आउँदा छुट्टै खालको भाइब्स आउँछ। यस्तो बिहानको यो भ्यू हेर्दा त माई गड, आँखा हटाउनै मन लाग्दैन। त्यति क्याप्चरै गर्दैन कि मोबाइलले, क्यामेरामा त्यति क्याप्चरै हुँदैन कि त्यस्तो राम्रो भ्यू देखिन्छ आँखाले। अनि टोलीहरू हुनुहुन्छ उहाँहरू, उहाँलाई शुभयात्रा भनिदिनु। शुभयात्रा। आज कता? आज उड्ने हो अमेरिका? आज इन्डिया। काठमाडौँ नि घुम्नु पर्छ नि त। ए अनि काठमाडौँ हेर अनि हामी जान्छौँ। जाँदै हुँदै भोलि पर्सि बिस्तारै हिँडेर त पक्कै पुगिन्छ। यो चाहिँ लामा गाउँ हो। हाम्रो माथिलाई चाहिँ के भन्छ? कोर्तिमाल। माथिलाई चाहिँ तेमाल भन्छ अरे। अनि यो चाहिँ लामा गाउँ, लामा मात्रै बस्नुहुन्छ। ए लामा तामाङ बस्नुहुन्छ अरे यहाँ। सो यहाँ चाहिँ लामा गाउँ भनेर। हाई, राम्रोसँग पुगेर फोन गर्नु है। हामी चाहिँ मन्दिर जान्छौँ, भगवानसँग हामी आशीर्वाद मागिदिन्छौँ है हामी। ल जाम छोरी। ओह्रालो चाहिँ झरिरहेछौँ छोरी। अहिले उकालो निस्किँदाखेरि हजुरबाको बिहे देख्ने हुन्छ। अहिले घाम पनि लागिरहेछ। ओह्रालो चाहिँ ओह्रालो चाहिँ पुत्त झरिन्छ। अनि देखा छ तिमीले तल? हो, यो भ्यूबाट नजरै हट्दैन मेरो। यति खिच्न मन लाग्छ। अहिले मोबाइलको स्टोरेज भरिन्छ है, तर पनि यस्तो दामी छ के। मोबाइलको क्यामेरा त्यो बन्द गर्नै मन लाग्दैन कि यो देखेपछि।
कस्तो दामी छ त्यस्तो दामी भ्यू देखेको थियो यहाँ चाहिँ यस्तो हुस्सु लागेर चाहिँ तलतिर चाहिँ हामी धेरै तल आइसक्यौँ हजुर अनि हामीले साथी पनि लिएर आएको छौँ हाम्रो साथी चाहिँ यो हो साथी ए साथी साथी भन्दा साथी नाच्यो साथी नाचे ठुमक 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 हो क्या साथीको ठुमक ठुमक हेरौँ है ठुमक 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 साथी ठुमक ठुमक ए बजै के छ बजै हजुर बसिरहेको ए सन्चै आरामै हुनुहुन्छ हाम्रो मुसु छोरी चाहिँ यहाँ छिन् साथी आइज साथीलाई खाना दिने पो केही छैन त साथीलाई खाना दिने केही छैन साथी आइज हुस्सो छ गाई झुस्सु लागेको छ अनि बाटो अलिकति चिप्लो चिप्लो पनि छ साथी आइज हाम्रो साथी बिस्तारै छोरी चिप्लो छ यहाँनिर साथी त हिँडिहाल्छ नि उसलाई हिँड्ने बानी लाग्छ तिमीलाई चाहिँ म चाहिँ अहिले मेरो चप्पल चिप्लो चप्पल कस्तो लाएर आइछ उहाँ छोरीले ऊ यस्तो चिप्लो खुट्टा चप्पल छोडेर खुट्टा अगाडि भाग्छन् हुन्छ नि अनि हाम्रो घर चाहिँ तल छ के साथीले खाना दिन्छन् भनेर आइरह होला यो देखेर अब साथीलाई केही खाने हो छोरी तिमीले यहाँ पसल रहेछ म किनिदिइहाल्छु नि छोरीले केही खान्छ होला यसलाई भोक लाग्यो माथिदेखि हिँडाउँदै ल्याएको मैले हुस्सुले केही बाटो पनि देखाएको छैन अब हामीलाई मन्दिर पुग्न 5 मिनट जति लाग्छ होला पहिला पहिला आउँदाखेरि त हामी यति बेला आउँदाखेरि त हुस्सु पुरै निस्किसक्यो अहिले त कस्तो हुस्सु रहेछ त्यो माथिबाट देखेको यो त्यो सेतोवाला चाहिँ यो है नानी हामी माथिबाट देख्थ्यौँ नि त्यो सेतो तिमीले के हो भन्थ्यौ नि खान मिल्छ भन्थ्यौ नि हो त्यो चाहिँ यही हो के सो हामीले माथिबाट देख्दाखेरि चाहिँ यहाँनिर बसेको देखेको अनि यहाँ तलबाट चाहिँ यस्तो ल बाटो हेर्नु त छोरी ला त्यो माथि आमाले मोटर बाटोबाट जानु राम्रो छ भन्नुहुन्थ्यो हो रहेछ कि बाटो यस्तो रहेछ यहाँनिर मन्दिर जाने बाटो त छोरी पनि नयाँ अनि म पनि एकचोटि मात्र आएको छु के बिहे गरेको पहिलो साल मात्रै अनि त्यही भएर बाटो चाहिँ यस्तो रहेछ आऊ छोरी पहिरो गयो होला कि छोरी अस्ति न त्यो माथि हुस्सुले कहाँ हो के हो केही नदेख्ने हिँड छोरी अगाडि बिस्तारै भगवानको दर्शन पाउन सजिलो छैन नि यत्तिकै भगवानको दर्शन पाइने भए जहिले पनि भगवान जहाँ पनि हेर्छु है भगवान अप्ठ्यारो ठाउँमा बस्नुहुन्छ यस्तो हुस्सु छ माथि मोटर बाटो रहेछ अहिले जाँदाखेरि त मोटर बाटो जाने ल छोरी हुन त यो बाटो पनि ठिकै त ठिकै छ फुत्ते आइपुग्थ्यो त मन्दिरबाट त के अरे त्यो बाटोबाट त अहिले त खै आउँदैन त
कुद छोरी एकचोटि खुइ यहाँ कुद त खै हेरौँ मेरो फर्क्यो ल पिपललाई 3 राउन्ड लाउँदैछौँ हामी 3 राउन्ड लाउँदैछौँ भयो होइन 3 राउन्ड लाऊ 3 राउन्ड भयो छोरी आऊ औ त्यही त हो नि हेर न कस्तो दामी छ अब यहाँबाट चढ्नुपर्छ माथि त्यत्रो बाटोले हाम्रो थकाएको थिएन यति उकालोले हामी थाक्यौँ यस्तो दामी सिँढी छ ल मन्दिर चाहिँ माथि छ जाने बाटो चाहिँ यस्तो छ है कसम त्यति त्यत्रो बाटो हिँड्न थाकेको थिएन यति उकालो हिँड्दा पसिना आयो ओ माई गॉड फाइनल्ली हामी मन्दिर आइपुग्यौँ अब हामी एकछिन रेस्ट गरेर अनि पूजा गर्छौँ थाली पनि यहाँ हुँदो रहेछ हेर न छोरी थाली यो कलशहरू सबै बत्ती बाल्ने सब यहाँ हुँदो रहेछ मैले चाहिँ अब थालीमा टक्क राख्छु बन्द गर्दैन एकछिन हामीले पूजा नि गरिसक्यौँ अनि अब हामी एकछिन यहाँनिर रेस्ट गरेर एकछिन बसेर फेरि त्यही उकालो निस्किनु पर्ने हुन्छ कस्तो लाग्यो छोरी तिमीलाई पूजा गर्न पाउँदाखेरि खुसी लाग्यो नि हामी माथिदेखि आएको पूजा गर्नलाई पुरै होसले कपालभरि पुरै भिजेको थियो अनि सो आनन्द आयो यसरी पूजा गर्न पाउँदाखेरि दिएको पहिलो वर्षमा हाम्रो देउली थियो त्यो टाइममा चाहिँ मलाई यहाँनिर ल्याउनु भएको थियो हस्बेन्डले अनि मम्मीले हामी आएको थियौँ सँगै अनि त्यसपछि अहिले चाहिँ म नानी र म आएको छौँ सो यो भिडियो हेर्दै हुनुहुन्छ भने आई मिस यु जान आई मिस यु सो मच
हजुर पनि दर्शन गरिसो मन्दिरको। बाटोभरि फुलै फुलको बाटोमा फुलै फुल। अहिले चाहिँ अब हामी तलको हाम्रो घरमा जान लागेका छौँ। घाम लागिसक्यो अहिले चाहिँ। अघि आउँदाखेरि कस्तो हुस्सु थियो, अहिले चाहिँ घाम लाग्यो। अब निस्किने कसरी हो? म त जनतन निस्किहाल्छु, छोरीलाई चाहिँ गाह्रो हुन्छ अहिले। आन्टी बस्ने भनेर म पनि बस्छु भनेर बसेँ कि आन्टीले यहाँ हिँडाएर दुःख दिइसके है छोरी। हो कहाँ हो कोठा रे? कोठा कहाँ हो? काठमाडौँ हो कोठा? मेरो कहाँ हो त? मेरो भक्तपुर हो। ए अम्बाको त बोट मात्रै त्यही त हो छोरी, आइसक्यो घर। अम्बाको त बोट मात्रै रहेछ। यहाँ पनि अम्बाको बोट रहेछ है, मैले त अस्ति नै आउँदा देखाएको थिएन। हाम्रो घर आयो। घर त पुरै घाँसले घेरे छैन मान्छे, घाँसले घेरेछ हाम्रो घर त। लै फोटो खिचेर लानु पर्यो नि। अब कहिले आइन्छ कहिले? माथि जाने हामी त हो। मन्दिर आएको थियौँ अनि यहाँ छिरेको। घर त लै यस्तो भएछ। पोहोर देउलीमा आएको होइन त छोरी, कोठा होइन के, घर हो यो। हजुर आमाहरू खै त आमाहरू भन न। अब कटर रहेछ एउटा छोरी, हेर त कति ठुलो कटरको बोट छ हाम्रो घरमा। अनि एउटा कटर पनि फल्या रहेछ। कसले टिप्न सक्छ त्यति माथि? कटर कति टन्नै कटर फल्थ्यो अरे पहिला। यहाँ खाइ नसक्ने गरी कटर फल्थ्यो अरे। अनि भूकम्पले यस्तो भत्काइसकेपछि अनि यो घर बनाउनु भएको रे। यत्तिकै छ अब यो घर पनि यत्तिकै। त्यो भूकम्पले भत्काएको हो नि त छोरी घर।
घर भत्किन भने यो चाहिँ हाम्रो घर अनि उतापट्टिको चाहिँ काकाहरूको घर हो। आँपको बोट पनि रहेछ। अम्बा हेर त छोरी, एउटा अम्बा माथि छ तर सकिँदैन टिप्न। एउटा कटर एउटा अम्बा मात्रै बाँकी रह्यो, चराले खाएर सक्का खाथ्यो अम्बा त। एउटा कटर एउटा अम्बा मात्र बाँकी रहेछ। केरा पनि रहेछ यता हेर त छोरी। केरा रहेछ हजुर। मिति 2059 2 महिना 23 हो कि कति हो यो? 29 त होइन 3 जस्तो छ त। यतिमा बनाएको अरे यो घरमा सम्पन्न। हाम्रो घरबाट देखिने भ्यू चाहिँ यस्तो छ। त्यो तल देखेको चाहिँ कोसी हो। टक्क लाएर जुम गरेर हेर्दाखेरि चाहिँ कोसी खोला। झर्दा मात्रै हो सजिलो। हाइकिङ जानेहरू कसरी जानुहुन्छ होला है भगवान। ए छोरी वहाँ तल छ। छोरी आऊ छिटो। मैनी त्यही माथि यस्तो घाम लागेर गाह्रो भएको। हामी तलदेखि हिँड्दै आएको। तलबाट हरे कृष्ण 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 हरे हरे राम हरे राम 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 हरे हरे। अब हामी एकछिन आधी घन्टा रेस्ट गरेर जान्छौँ। हामी त तलदेखि हिँड्दै आएको। माई गॉड छोरीको हालत हेर्नु। हेर फरक छोरी। परानको टेको लगाएर हामी बल्ल 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 घर आयौँ। अनि जिउभरि यति धेरै कुरो बोकेर आएछौँ हामीले। अब लाग्छ होला फाल्नलाई 2 घन्टा। अहिले नल्याउ छोरी, अहिले नफाल्ने। अनि यति धेरै कुरो थियो। हामीलाई त त्यो उकालो भन्दा पनि घामले गर्दाखेरि गाह्रो भयो क्या। अनि घरमा आएपछि त आमामा
स्वर्गको आनन्द पाए जस्तो हुने के 1-2 घन्टा हिँडेर अनि रेस्ट गर्न पाउँदाखेरि कस्तो आनन्द आउँछ नि त्यस्तै भएको हामीलाई दैसरी अब हामी खाना खान्छौँ यहाँ छोरी नाइट ड्रेस लाएर गयो कि नाइट ड्रेसमा पुरै कुरै बोकेर आइछ उखु काटेर खानु पर्यो कुन काटौँ जुन मोटो छ त्यही काट्छु यो काट्नु पर्यो काट्छु है त म घाममा बसेर पाइको भ्यू हेर्दै कम्ता आनन्द छ त पाइ भ्यू हेर्न कति दामी देखियो अनि घाममा बसेर उखु खाँदैछु रमाइलो भइरहेछ गाउँतिर पिडालु सखरखण्ड हाम्रो बुवा यहाँ हुनुहुन्छ हिउँदे खानेकुरा हो नि बुवालाई हेर्दा मान्छे तर्सिन्छन् हाम्रो बुवालाई हेर्दा मान्छे तर्सिन्छन् एकचोटि यता हेरिदिनु त बुवा मान्छे तर्सिहाल्छन् यत्रो ज्यान छ होइन मम्मी पनि यहाँ हुनुहुन्छ है 2 जनाको बुढाबुढीको ज्यान मिल्यो हो सानीको पनि त्यत्रै हो नि ज्यान फेरि मै हो पातली त म कुँवरकी छोरी भएर होला नि पातलो भएको बुहारी त भण्डारीकै हो गरेर किन नमोटाएको कुन्नी नभए सबै मोटो हुनुहुन्छ हाम्रो सन्तानमा सानी म भन्दा यत्रो ठुली चाहिँ ल बारीमा तोरी टिप्दै हुनुहुन्छ अनि हामीले चाहिँ चटपटे बनाएर लिएर आएछौँ अनि बारीमै गएर खान्छौँ हामीले त्यो हिजोदेखि रोटीहरू हलुवाहरू खाइराखेको भएर कस्तो अमिलो पिरो खान मन लागेको के अनि हामीले चटपटे बनाएर लिएर आएछौँ मम्मीलाई हामी सबैजना खाने बारीमै तोरी बारीमा चटपटे